महिलाहरूलाई यसरी सम्मान गरी किन गर्नु पर्थ्यो भन्ने पनि होला। पुरुषहरू पनि छन् त 753 पालिकामा, महिलाहरूलाई मात्रै किन ल्याउनु पर्थ्यो भन्ने कुराहरूमा अहिले नयाँ तथ्याङ्कले के भन्छ भने महिलाहरूको काम पुरुषको भन्दा 6 गुणा बढेको छ अरे। दिगो विकास लक्ष्यले के भन्छ भने दक्षिण एसियामा नेपालमा चाहिँ महिलाको काम 6 गुणा बढेको छ अरे। हिंसाको तथ्याङ्कले के भन्छ भने हिंसाको तथ्याङ्कहरू बढिरहेछ। पुरुषहरू छोराहरू 112 वटा जन्मिँदाखेरि छोरीहरू 100 वटा मात्रै जन्मिनु भइरहेछ। यस्ता धेरै तथ्याङ्कहरू छन् जसले के बताउँछ भन्दाखेरि महिलाहरूलाई अझै पनि सजिलो छैन। कहिले भूगोलले सजिलो छैन, कहिले जातले सजिलो छैन, कहिले साक्षरताले सजिलो छैन। यी विभिन्न समस्याका बावजुद यहाँहरूले जुन एउटा भूमिकाहरू खेल्नुभयो र त्यो यहाँहरूको सत्कर्मलाई चाहिँ सम्मान गर्नुपर्छ भनेर कल्प संस्थाले जुन कार्यक्रम आयोजना गर्यो त्यसको हामी 3 जना चाहिँ निर्णायक मण्डलमा छौँ। एकजना चाहिँ अष्टलक्ष्मी साक्यज्यू हुनुहुन्छ जो चाहिँ अब राजनीतिमा धेरै योगदान गरेर आउनु भएको छ भने, अर्को चाहिँ चारु चड्डाजी हुनुहुन्छ जो ब्रान्ड र मिडियाको एक्सपर्ट हुनुहुन्छ भने, म स्वयं सरू जोशी, म चाहिँ लैङ्गिक समानताको विषयमा काम गर्छु। हामी 3 जना निर्णायक पोहोर सालको कार्यक्रममा पनि थियौँ भने यसपालि पनि छौँ। अब यहाँहरूले चाहिँ जो कम्पिटेन्ट हुनुहुन्छ उहाँहरूले चाहिँ हाम्रो दक्षतामा हाम्रो नियतमा शङ्का नगरिदिनु होला, किनभने निर्णय गर्नु चाहिँ एकदमै गाह्रो कुराहरू पनि छ। हामीले कसरी निर्णय गर्यौँ त 7 जनाको लागि भन्ने कुरामा अलिकति यहाँलाई प्रकाश पार्न चाहन्छौँ। वैशाख महिनामा हामीले होइन कल्पले वैशाखमा कल्प भन्ने संस्थाले यो आफ्नो राम्रो सत्कर्मको लागि चाहिँ दाबी गर्नको लागि फारम बाँड्नुभयो र यो श्रावणमा चाहिँ 131 वटा फारमहरू आए। त्यो फारमहरू चाहिँ गाउँपालिका र नगरपालिकाका प्रमुखहरू उपप्रमुखहरूज्यूबाट आयो र यो त्यो फारममा 128 वटा प्रश्नहरू राखिएको थियो। 128 वटा प्रश्नमा चाहिँ उहाँहरूको दिनचर्या के गरेर बित्छ, उहाँहरूको राजनैतिक ब्याकग्राउन्ड के हो, उहाँहरूले चाहिँ घोषणापत्रमा के लेख्नु भएको थियो, उहाँहरूले एउटा अकाउन्टेबिलिटी जिम्मेवारीलाई कसरी हेर्नु भएको छ, उहाँहरूको आगामी योजना के छ, उहाँहरूले के गर्नु सक्नुभयो, उहाँले के गर्नु सक्नु भएन, समन्वय कसरी गर्न सक्नुभयो, उहाँहरूको बाधा अडचन के छ भन्नेहरू 128 वटा प्रश्नहरू थिए। र ती प्रश्नहरूमा चाहिँ आएपछि चाहिँ 31 वटा सेलेक्ट भयो। त्योबाट 131 वटाबाट 31 वटा सेलेक्ट भयो। त्यसमा चाहिँ हामीले कल्पले अङ्कभारहरू कसरी राख्नुभयो भन्दाखेरि 20 नम्बर चाहिँ पपुलर, सामाजिक सञ्जालमा जनताहरूले कसलाई भोट गर्नुभएको छ त, जनताहरूमा को लोकप्रिय हुनुहुन्छ त भन्ने कुरामा 20 नम्बर अङ्कभार। 30 नम्बर अङ्कभार चाहिँ उहाँहरूले गएर अध्ययन अनुसन्धानहरू गर्नुभयो। उहाँहरूको चाहिँ विपक्षीहरूले उहाँहरूलाई के भन्छ, उहाँहरूको चाहिँ प्रशासकीय प्रमुखहरूले उहाँलाई के भन्नुहुन्छ, उहाँको इमेज त्यहाँ कस्तो छ भन्ने चाहिँ अध्ययन अनुसन्धानलाई हेरेर 30 अङ्कभार राखियो भने हामी 3 जना निर्णायक मण्डलहरूबाट हिजो जुन अन्तर्वार्ता भयो त्यसमा चाहिँ हामीले 50 अङ्कभार राखेको थियौँ। 50 अङ्कभारमा हामीले के सोध्यौँ त भन्दाखेरि उहाँहरूको नेतृत्व र उहाँहरूको भिजन र उहाँहरूको कम्युनिकेसन सञ्चार गर्ने शैली कस्तो छ भन्ने कुरा 3टामा हामीले हेऱ्यौँ। त्यो सँगसँगै हामीले अरू क्रस क्वेसनहरू सोध्यौँ, जस्तै जेएनजीबाट उठेको यो आन्दोलन जुन छ त्यहाँ उहाँहरूको पर्सपेक्टिभ कस्तो छ त्यसमा भन्ने प्रश्नहरू थियो। अन्य प्रश्नहरू पनि थियो, यसलाई मैले सानो बनाएँ। र त्यसपछि चाहिँ यो 50 अङ्कभार हेर्दा हामीले के पनि हेऱ्यौँ त भन्दाखेरि भूगोल हेऱ्यौँ, त्यसपछि उहाँलाई हामीले चाहिँ समावेशिताको चाहिँ सूचकहरू जातिहरू हेऱ्यौँ, अनि त्यसपछि कति टाढोहरू काम गर्नुपर्ने, भ्रष्टाचारका विषयमा उहाँहरूलाई कस्तो किसिमको चाहिँ उहाँहरूकोमा केस छ, अथवा उहाँहरूलाई चाहिँ अरू समाजले हेर्दाखेरि अथवा पुरुषसँग काम गर्नुपर्दाखेरि कस्तो किसिमको समस्याहरू भइरहेको छ र अहिलेको जेएनजी आन्दोलनले क्रिएट गरेको समस्यापछि अबको भविष्यमा जाँदाखेरि चाहिँ उहाँहरूले कस्तो नेतृत्व आउनुपर्छ भन्ने सम्झिनु भएको छ आदि विभिन्न कुराहरू चाहिँ राखिएको थियो। र यो 50 अङ्कभार राख्दाखेरि
अष्टलक्ष्मी साक्यज्यू, चारु चड्डाज्यू र हाम्रो आफ्नो बेग्लै बेग्लै विज्ञता भएको हुनाले हामीले आफ्नो आफ्नो दृष्टिकोणबाट पनि उहाँहरूलाई चाहिँ हेऱ्यौँ र हाम्रो यो जुन अङ्क भार आयो त्यो 50 नम्बरको अङ्क भारलाई 20 र 30सँग जोडिएपछि जुन आयो त्यसमा चाहिँ 7 जना विनरहरू हुनुहुन्छ। हुन त 27 जना यहाँ कतिजना हुनुहुन्छ तपाईहरु सबैजना विनर हो। सबै महिलाहरूले घरको त्यत्रो कामहरू छोडेर आएर दोहोरो भूमिका खेलेर हिंसा सहेर जुन यहाँहरूले पालिकाहरू चलाइरहनु भएको छ, नेतृत्व दिइरहनु भएको छ, हजुरहरू सबै विनर हुनुहुन्छ। तर पनि अहिले अङ्कको प्राविधिक पक्षहरूलाई हेर्दाखेरि चाहिँ हामीले 7 जनालाई चाहिँ रेकमेन्ड गरेको छौँ र पोहोर साल पनि बागमतीबाट कोही पनि पर्नु भएको थिएन र कोशीबाट कोही पनि पर्नु भएको थिएन भनेपछि प्रदेश वाइज पनि एकजना हुनुपर्छ भन्ने पनि हेरेनौँ हामीले। यो अङ्क भारहरूले चाहिँ जसलाई चाहिँ टप मोस्टमा ल्याएको छ उहाँहरूलाई चाहिँ हामीले यहाँ राख्यौँ। अब अन्तमा म के भन्न चाहन्छु भने चाहिँ जो विनर हुनुहुन्छ उहाँ खुसी हुनुहुन्छ, जो विनर हुन सक्नु भएन उहाँहरूलाई चाहिँ चित्त दुख्न सक्छ। यो स्पोर्ट्सम्यानसिप भन्छ नि, दुई पक्षले चाहिँ जिते पनि हारे पनि हात मिलाएर चाहिँ एक अर्कालाई चाहिँ गर्न सक्ने त्यो राख्नु होला। यहाँहरूले आएको जति सबैले आफूलाई विजयी भन्ने महसुस गर्नु होला र जिन्दगीको पछाडि पडाउमा हामी सबैजना एक अर्कालाई भेट्छौँ, हामी एक अर्काको सहयोग चाहिन्छ र धेरै भन्दा धेरै यस्ता महिलाहरूको सत्कर्महरू फेरि पनि बाहिर आउने चाहिँ कामहरू कल्पले अगाडि बढाउँदै लैजाओस्। मैले संक्षेपमा भन्दा यति मात्रै भने। हस्, धन्यवाद।